के हुन्छ यदि एलियन्स साँच्चै छन् तर उनीहरू लुकेका छन् किनकि उनीहरू हामीलाई शिकार गरिरहेका छन्। यो युनिभर्स एउटा अन्ध्यारो जङ्गल जस्तै छ जहाँ हरेक सिभिलाइजेसन एउटा शिकारी हो, चुपचाप हेर्दै पर्खिरहेको। यसै भनिन्छ डार्क फरेस्ट थ्योरी, द डार्क फरेस्ट पुस्तकबाट लेखक लिउ सिसिन। यसको मतलब जुन सिभिलाइजेसनले आफ्नो प्रेजेन्स देखाउँछ त्यो नष्ट हुन्छ किनकि कसलाई थाहा बाहिर को छ र सानो गल्तीले नै एक्सटिङ्सन हुन सक्छ। त्यसैले सेफेस्ट रुल चुप बस वा अरूलाई पहिला नै समाप्त गर। त्यसैले युनिभर्स यति शान्त छ, खाली भएर होइन, डरले। अर्को पटक जब हामी स्पेसमा सिग्नल पठाउँछौँ आफैलाई सोध, हामी हेलो भनिरहेका छौँ कि आफ्नो लोकेसन रिभिल गर्दैछौँ।